साथीहरू, यो भिडियो हेर्नुहोस् त। सडकमा मानिसहरूको यो भिड कुनै आन्दोलन वा विरोध प्रदर्शन गरिरहेको जस्तो लाग्छ, होइन र? तर वास्तविकतामा यो इन्डोनेसियाको राजधानी जाकर्तामा हरेक आइतबार बिहानको दृश्य हो, जसलाई कार फ्री डे वा कार फ्री सन्डे भनिन्छ। यहाँको स्थानीय सरकारले जनतालाई स्वास्थ्य राख्न र स्वास्थ्य तथा वातावरणीय चेतना जगाउन गरेको यो उत्कृष्ट पहल हो। हरेक आइतबार बिहान केही घण्टाका लागि प्रमुख सडकहरूमा अत्यावश्यक बाहेक सबै सवारी साधन चलाउन रोक लगाइन्छ। त्यसपछाडि सडकहरूमा सबै नगरवासीहरू आउँछन्, कोही हिँड्छन्, कोही दौडिन्छन्, कोही साइकल चलाउँछन्, कोही अन्य व्यायामहरू गर्छन्। विभिन्न क्लब तथा सङ्घ संस्थाहरूले व्यायाम तथा स्वास्थ्यसँग सम्बन्धित प्रतियोगिताहरू आयोजना गर्छन्। नगरवासीलाई सक्रिय र स्वास्थ्य राख्ने सरकारको यो प्रयास एकदमै सकारात्मक लाग्यो। तपाईको सहरमा स्थानीय सरकारले यस्तो स्वास्थ्य प्रबन्धनको लागि कस्तो पहल गरेको छ अथवा कस्तो पहल गर्न सक्छ? कमेन्ट बक्समा बताउनुहोला।